सबै राम्रो लाग्छ सिमी चाहिँ राम्रो जय मसिह सबैजनालाई। अनि तपाईहरुलाई थाहा छ यो जवान अवस्थामा चाहिँ हामी कसको सम्झना गर्नुपर्छ अथवा यो युवा अवस्थामा चाहिँ कसको सम्झना गर्नुपर्छ भनेर यदि त्यस्तो हो भने चाहिँ आज म तपाईहरुको माझमा अथवा तपाईहरुलाई चाहिँ म परमेश्वरको वचनबाट अथवा हामी बाइबलको वचनबाट चाहिँ हामी केही कुराहरुलाई चाहिँ म तपाईहरुलाई भन्न चाहन्छु है। बाइबलले चाहिँ अथवा परमेश्वरको वचनले चाहिँ तपाईहरुलाई चाहिँ कसको सम्झना गर्नुपर्छ त भनेर चाहिँ भन्नुहुँदो रहेछ भनेर हामी चाहिँ बाइबलबाट हेर्नेछौँ है त। अनि यहाँ चाहिँ उपदेशकको पुस्तक हामी 12 अध्यायको 1 पदमा हेर्ने हो भने चाहिँ दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस समयमा मेरो मन लाग्दैन ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भन्नुहुन्छ। यो युवा अवस्थामा अथवा जवान अवस्थामा चाहिँ हामी कसको सम्झना गर्नुपर्दो रहेछ? आफ्नो सृष्टिकर्ताको। कसको सम्झना रे? आफ्नो सृष्टिकर्ताको हो। त्यसरी नै हामी समय छँदा नै जब त्यो वृद्ध अवस्था आउन अघि नै हाम्रो जवान अवस्थामा चाहिँ कसको सम्झना गर्नु पर्यो त? सृष्टिकर्ताको। त्यसैले यो समयमा चाहिँ व्यर्थको समयमा सम्झेर व्यर्थको कुरामा मन लगाएर आफ्नो बोयफ्रेन्ड गर्लफ्रेन्डको कुरालाई त्यो सम्झना गरेर होइन कि आफ्नो सृष्टिकर्ताको चाहिँ सम्झना गर्नु पर्यो। आमेन। जय मसीह।